आज विश्वमा के भएको छ? यो सानो देश भए पनि स्वतन्त्र राज्य हो। यहाँ कसैले पनि यो सार्वभौम सानो देश पनि सुन्दर देश यस्तो हो, बहुजातीय बहुभाषिक बहुधार्मिकको एक राम्रो साझा देश फुलबारी छैन हो विश्वमा, छैन। तर यो देशलाई राम्रो बनाउनु पर्यो भन्ने, विकसित राष्ट्र बनाउनु पर्यो हो, विकसित राष्ट्र, एउटा लोक कल्याणकारी राज्य, वेलफेयर कन्ट्री बनाउनु पर्यो। यतिखेर परिवर्तन गर्नु पर्यो देशको परिवर्तनमा। यतिखेर सबै युवा सबै नेपाली जनता लाग्नु पर्यो। र जेनजी पुस्तालाई आज के भनिँदैछ भने, ऋषिजी म तपाईँलाई एउटा अनुरोध गर्न चाहन्छु, के भनिँदैछ भने आज उसलाई के अरे जेनजी पुस्तालाई आतङ्ककारीको ट्याग लगाइँदैछ, अवसरवादीको ट्याग लगाइँदैछ। जेनजी पुस्ता यो हो अग्रसरवादी र परिवर्तनकारी। यी कुराले चाहिँ जेनजी पुस्ता अगाडि बढेको छ। र तपाईँहरूलाई म सम्पूर्ण नेपाली जनतालाई आह्वान, यो मिडिया मार्फत आह्वान गर्न चाहन्छु, तपाईँहरूले यतिखेर साथ दिने बेला हो, यतिखेर भन्ने बेला हो, कहाँ सुध्रिनुपर्छ, कहाँ के गर्नुपर्छ, कुन तरिकाले अघि बढ्न सकिन्छ त्यो तरिकाले अघि बढ्ने हो। र मुलुकको परिवर्तन गर्नका निम्ति र जनताको भाग्य र भविष्यलाई सुनिश्चित गर्नका निम्ति र स्वतन्त्रता राष्ट्रको अखण्डता र सार्वभौम सत्ता बचाउनका निम्ति र विभिन्न मागहरू छन्। हामी यी मागहरू यहाँ मिडियाबाट भनेर साध्य पनि धेरै। अझै मागहरू के छन् भनेदेखि पूर्व प्रधानमन्त्रीहरूलाई सकेसम्म उम्मेदवारी दिन नदिने चुनावमा, एउटा कुरा त्यो पनि छ। अर्को कुरा के छ भनेदेखि के हुन्छ भनेदेखि आन्दोलनका समयमा यो सीसी क्यामेरा जुन फुटेजहरू, एउटा तपाईँहरूलाई अब धेरैलाई दुःख लाग्न सक्छ, यो कुरा दुःख लागोस् केही पनि फरक पर्दैन। तर आज सीसी क्यामेरा फुटेजहरू सार्वजनिक गरेर आज गाउँमा लास गएको छ, गाउँमा घाइते शरीर गएको छ। अब फेरि गाउँका युवाहरू फेरि जेल जानुपर्ने, सर्वसाधारणका छोराछोरी जेल जानुपर्ने। आज सारा नेपाली आमाका एक पुस्ता विदेशमा छ, अर्को पुस्तालाई जेल हाल्ने। म त भन्न चाहन्छु, यही मिडिया मार्फत भन्न चाहन्छु, जुन अहिलेका गृहमन्त्रीज्यूबाट तत्काल आदेश हो, यो आदेश के होस्, यदि जेल बनाउने भने ठुलो जेल बनाऊ। काठमाडौँमा जेल बनाएर सकिँदैन आन्दोलनकारीलाई जेल हालेर, ठुलो पहाडतिर एउटा ग्रामीण भूभागमा पुरै जेल बनाएर हालिदिउँ। होइन भने त जेनजी पुस्ताले परिवर्तन ल्याएको हो नि त, परिवर्तन ल्याएको भोलिपल्टबाट आन्दोलन गरेर देशमा के अरे परिवर्तन अवस्था परिवर्तन, सरकार ढालिसक्यो, 2 दिनमा सरकार ढालिसक्यो, अनि अब जेल जानुपर्ने। यदि यो जेल जाने तरिका हो भने यो सरकार जेनजी पुस्ताले तोडफोड गरेको हो भने, आगजनी गरेको हो भने त जेल जानु पर्ला नि त। किन कानुन त मान्नु यस्तो हो नि त, नियम कानुन मान्ने भन्नाले होइन। आन्दोलनकारी आन्दोलन भयो, आन्दोलनमा घुसपेट हुन्छ, आन्दोलनकारीलाई जेलमा हाल्न पाइँदैन। यस्तो ऋषिजी, आन्दोलनकारीलाई जेलमा हाल्न पाइँदैन भन्ने होइन। आन्दोलनका कहिले पनि लिमिटेसन हुँदैनन्, कहिले पनि क्राइटेरिया हुँदैनन्। एउटा आन्दोलन गर्ने भन्नाले स्वचालित भएको आन्दोलन हो नि त, कसैको नेतृत्वमा विध्वंस गर्न मिल्छ त आन्दोलनकारीहरूले? विध्वंस गरे हो तोड्न मिल्छ? संसद भवन किन तोड्ने मिल्छ भन्ने होइन। संसद भवन कसरी तोड्यो? मान्छेलाई उग्र रूपमा त केपी ओलीको सरकारले सिधै गोली ताकेपछि नेपाली, मैले भनेको छ नेता मर्न भयो, जनता मर्न भएन। आन्दोलनमा छ नि हजुर, युवा पुस्ताले तोडफोड गरेको होइन भन्छु क्या म, विध्वंस गरेको होइन। संसद भवन छ नि, हजुर, घुसपेट भएर त्यहाँ प्लानिङ गरेर आक्रमण गरियो क्या, तोडफोड गरेर आगजनी गरियो, त्यो कुरा मान्नुहुन्छ तपाईँ? आन्दोलन हुँदाखेरि घुसपेट हुन्छ, साधारण घुसपेट भयो क्या त्यहाँ? घुसपेट त हुन्छ नि, आन्दोलन परिवर्तन भयो नि त। परिवर्तन भएपछि त अब कुन तरिकाले अगाडि बढ्ने, कुन नियमबाट